आज हामी यो झुलङ्गे पुलमा छौँ। सिवन यार मोबाइल झऱ्यो भने त कसरी ल्याउने हो यहाँबाट? तनाव हुन्छ त यार। यसलाई त सिक्रीले बाँधेर राख्नु पर्यो यार। यत्रो खोलामा झऱ्यो भने त ल आइफोन 17 प्रो म्याक्स त गयो त यार 2 दिनमै। माया मार्नै पर्यो त। के आश हुन्छ खोलामा गयो भने त ल 5 लाखको भए पनि त हैन भेटाउँदैन नि त्यो। कहाँ भेटाउँछ? स्विम गर्न सक्दैमा थोरै भेटाउनेहरू त्यहाँ कहाँ पुग्छ यो। ल रमाइलो छ। आज हामी सल्यानतिर जाँदैछौँ। सो बाटोमा यो झुलुङ्गे पुल देखेर हामी यहाँनिर आएको छौँ एकछिन। सो अति रमाइलो भइरहेछ। यो तपाईँहरूले हेर्न सक्नुहुन्छ वरिपरिको सिनहरू। यहाँ रमाइलो छ। वाउ व्हाट अ ब्युटिफुल प्लेस। सो तपाईँहरू यो बाटो हिँड्दै हुनुहुन्छ भने यहाँनिर आउनुभयो भने जो सुन्दर दृश्य हेर्न पाउनुहुनेछ। अनि यो झोलुङ्गे पुलमा हिँड्दै गर्दाखेरि अति नै आनन्द आउँछ। खतरा छ। ल यो सबै देखेर हामी परमेश्वरलाई महिमा गर्नेछौँ। कति आनन्दको कुरा हो। ल साथीहरू चाहिँ उता जाँदैछ हेर्न सक्नुहुन्छ। सो म एकदम केयरफुल छु। यो मोबाइल झऱ्यो भने यो खोलामा ल यति धेरै पानी छ यहाँ त भेटाउनै सक्दैन। गहिरो पनि छ यो। ल हस् त धन्यवाद तपाईँले हेर्नुभयो होला यो झोलुङ्गे पुल दामी छ। सो अब म यतिमै भिडियोलाई इन्ड गर्छु है त। माथि सल्यानको माथि डाँडामा यो कुपुण्डे दह ताल कति दामी छ। यो पानी पनि एकदम निलो अनि यो चाहिँ पुरा यसो हेर्दाखेरि कुलेखानी जस्तै छ। क्या दामी छ।